40 मानव बन्न र मानवता पालना गर्नको लागि हजुर मन्दिरमा पूजा गरेर मन्दिरलाई ढोगेर जल फुल चढाएर यज्ञ लगाएर व्रत बसेर मात्र विधि दैव ईश्वर भगवान प्राप्त छैन हजुर। धर्म ज्ञान प्राप्त भएर भगवान ईश्वर अथवा विधि पालना गर्न त ज्ञान ईश्वर भगवान प्राप्तिका लागि त सत्य र साँचो बोल्नु, नचोर्नु, शुभ र असल बोली बोल्नु, हिंसा नगर्नु, सभ्य चेतन ज्ञान विवेक आचरण चरित्र नैतिकतामा रहनु, शान्तिमा रहनु, निस्वार्थमा हुनु, सत्य साँचो प्रेम गर्नु, रिस डाह नगर्नु, सबैलाई भलाइ भाव राख्नु, कल्याणकारी हुनु र भाइचारामा रहनुमा मात्र विधि विधानमा ईश्वर भगवान प्राप्त छ र धर्म प्राप्त छ र मानव र मानवता पालना छ। यी गुणबाट नै ईश्वर भगवान प्राप्त अथवा दैव प्राप्त। जल फुल चढाउनु, मन्दिर ढोग्नु, यज्ञ व्रत गर्नु, व्रत बस्नु, टीका लगाउनु एउटा सोचाइ मात्र हो। विधिका विधान नियममा पालना अनिवार्य छ र दैव ईश्वर भगवान पाउनु हो। लर्ड ईश्वर सत्य फलवासदेव स्थान छ पर्वत।